र यसरी नै उहाँ एक अब्बल गायक मात्र नभएर अदालतमा यो पनि कतिवटा नामहरू कलेक्ट गरे। उहाँ गोर्खा पर्यटन भन्नेमा प्रथम उहाँले अभिनय निभाउनु भएको रहेछ। त्यस पछाडि उहाँले धेरै अकाल लोक भन्ने वेब सिरिजहरूतिर पनि काम गर्नुभएको छ र भर्खरै मात्रै अब यो अप्रिल महिनामा रिलिज हुने सलमान खानसँगको फिल्ममा पनि उहाँले खेल्नु भएको छ। र यसरी नै अब दार्जिलिङबाट एउटा गोर्खे सन्तान हामी बीच रहनु भएन। उहाँ एउटा एभरेज कलाकार मात्रै नभएर उहाँ एउटा जति बेला उहाँको 2007 होला गोर्खा इन्डियन आइडल जति बेला सुरु हुँदै गयो त्यति बेला उहाँको एउटा गायनले या गोर्खा जातिलाई एउटा जस्तो प्रकारले जोड्ने काम भएको थियो है। त्यो यहाँ दार्जिलिङमा मात्रै नभएर सर्वत्र विश्वमा